मुर्दाबाद 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 यस्तो सरकार मुर्दाबाद 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 यस्तो राई मुर्दाबाद 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 सुन्ने हो भने हामी लाखौं मानिसहरू थुनिन तयार छौँ। जेल खाली गर्नुहोस् हाम्रा लागि, तर यो सँगसँगै याद राख्नुहोस् तपाईहरुले देशमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको नाममा जुन प्रकारको लुटतन्त्र मचाएर राख्नु भएको छ त्यसलाई हामीले राम्रोसँगले हेरेका छौँ। तपाईहरु आफू बस्ने जेल पनि राम्रो बनाएर राख्नुहोस्। आउँछ त्यो दिन, आउँछ 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 आउँछ। तपाईहरुले राजा हटाएको भोलिपल्ट नारायण हिटीमा तपाईहरुले व्यापार गर्न खोज्नु भएको कुरा नेपाली जनताले बिर्सेको छ। यहाँ हुँदाहुँदै गोकर्ण रिसोर्ट नवीकरण गरेर तपाईहरुले पैसा खानु भएको कुरा मान्छेले बिर्सेको छ। दुर्गा प्रसाईले कम्बोडियामा पैसा गएको छ भनेर त्यसै भनेको हो। तपाईले कमिसन खानको लागि आकाशमा उडाउन नमिल्ने जहाज अहिले पनि किनेर 6-6वटा जहाज थन्काइराख्नु भएको छ र नेपाली जनतालाई ऋण बोकाउनु भएको छ। त्यो नेपाली जनताले बिर्सेको छ। तपाईले अरबौं ऋण बोकाएर एयरपोर्टहरू बनाउनु भएको छ, जहाज बसाउन मिल्दैन, अहिले पनि जहाज बस्दैन। नेपाली जनताले बिर्सेको छैन। तपाईले एक दिन यसको दण्ड बिहोर्नै पर्छ र हामी जिउँदो हुँदैखेरि तपाईहरुलाई त्यसको सजायको भागी बनाएर छाड्छौँ। अहिले मन्त्री भएर प्रधानमन्त्री भएर बस्ने सुविधा सम्पन्न क्वार्टर मात्र होइन, भोलि पर्सि जीवनको उत्तराधारमा बस्ने जेल पनि सुविधाजनक बनाएर राख्नुहोस्। अहिले यो राज्य आतंक सधैँ चल्दैन। हामीलाई शान्तिको कुरा गर्दाखेरि तपाईले हेप्नुहुन्छ र त्यसलाई हाम्रो कमजोरी ठान्नुहुन्छ भने हामी सल्लाह गर्छौँ। तपाईहरुसँगै सल्लाह गरौँला, देशवासीसँग सल्लाह गरौँला। राप्रपा विद्रोहमा जाओस् भन्ने चाहनुहुन्छ भने सल्लाह गरेरै जान्छौँ, हामी झुक्याएर जाँदैनौँ। तपाईले 52 साल फागुन 1 गते माओवादीहरूले 40 बुँदे माग लिएर आउँदाखेरि यतिको मान्छे देख्नु भएको थियो। देशभरि माओवादीको पक्षमा अहिले राप्रपासँग भएको जनमत देख्नु भएको थियो। एउटा भरुवा बन्दुक, एउटा राइफल बोकेर, केही घरेलु हतियार बोकेर सुरु गरेको माओवादीको विद्रोहले तपाई कांग्रेस एमाले भन्नेलाई कुन तहमा पुर्यायो र देश अहिले कुन तहमा पुग्यो देख्नु भएको छ। हामी त देशले थप द्वन्द्व बिहोर्न सक्दैन, देशलाई थप द्वन्द्वमा लैजानु हुँदैन भनेर हामीले शान्तिपूर्ण बाटो अपनाएको हो। के अहिले पनि राजा चाहिन्छ भनेर बन्दुक बोकेर जङ्गल पस्न 2-4 हजार मान्छे छैनन् होला त? 2-4 हजार युवाहरू हतियार बोकेर जङ्गल पस्न नसक्ने अवस्था हो र? हामीले डराएर होइन, यो राम्रो बाटो होइन, यसले कसैलाई पनि फाइदा गर्दैन भनेर हामीले शान्तिपूर्ण बाटोमा हिँड्न खोजेका। त्यसकारण म केपी ओली र गृहमन्त्री रमेश लेखकलाई भन्न चाहन्छु, सत्ता सधैँभरि तपाईहरुको हातमा हुँदैन। जनता तपाईको भोटको गाईबस्तु होइन। राप्रपालाई कमजोर नठान्न म फेरि पनि भन्न चाहन्छु। तपाईहरु सोच्नुहोस्, हाम्रा चुनावमा रहेका नेताहरूलाई निशर्त छोड्नुहोस्। तपाईहरुले जति दिन चुन्नुहुन्छ, तपाईहरुले जिते, दुःख दिए, चाखिस भनेर भन्ने ठान्नु होला। तर जति दिन तपाईहरुले हाम्रो नेताहरूलाई चुन्नुहुन्छ, हाम्रो साथीहरूलाई चुन्नुहुन्छ, यो जनमत दिन दुगुना रात चौगुना बढेर जान्छ। यो देशमा राजा चाहिन्छ भन्नु, हिन्दू राष्ट्र चाहिन्छ भन्नु, संहिता चाहिँदैन भन्नु संगठित अपराध हो। यो देशमा राजा चाहिन्छ भन्नु राज्य विरुद्धको अपराध हो। यो राप्रपाको
कार्यकर्ताले मात्र होइन, तपाईँको काङ्ग्रेस एमाले माओवादीको कार्यकर्ताले पनि जसको अलिकति स्वाभिमान छ, जो इमान्दार छ, उसले पनि सोचिराखेको छ यो त गल्ती हो, अति हो भन्ने कुरा ठानिराखेको। तपाईँले जुन अति गरिराख्नु भएको छ, यो अतिलाई देशले हेरेको छ, छाछिमेको हेर्छ र दुनियाँले हेर्छ। त्यसकारण हामी आत्तिएका छैनौँ। म फेरि पनि भन्छु, तपाईँहरू यदि सुरक्षित अवतरण चाहनुहुन्छ, देशमा हिंसा नभड्कोस् र देशमा थप दण्ड नहोस् भन्ने चाहनुहुन्छ भने तुरन्तै हाम्रो नेताहरू लगायत अरू सबैलाई छोड्नुहोस्, निष्पक्ष छानबिन आयोग गठन गर्नुहोस् र त्यसको रिपोर्ट अनुसार कारबाही अगाडि बढाउनुहोस्। म यही कुरा दिदीबहिनी तथा दाजुभाइहरू, हामीले लामो समयदेखि देशमा राष्ट्र संस्था हिन्दू राष्ट्रको पुनर्स्थापनाको कुरा, संहिताको खारेजीको कुरा पनि उठाएका छौँ। त्यो केवल हामीले यो राष्ट्र संस्थाको पुनर्स्थापना, हिन्दू राष्ट्रको पुनर्स्थापना, संहिताको खारेजीको कुरा मात्र होइन, हामीले राष्ट्र संस्था पुनर्स्थापनापछि राजा कस्तो हुने, देशको शासकीय व्यवस्था कस्तो हुने भन्ने सम्मका कुराहरू स्पष्ट रूपमा यस प्रकारका सभाहरूमा राख्दै आएका छन्। कतिलाई भ्रम छ कि राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय राज संस्थाको कुरा गरेको होइन। हामीले भनेको पूर्ण संवैधानिक राजा आफै ठिक पनि गर्दैनन्, बेठिक पनि गर्दैनन्, तर बेठिक गर्न नदिने, गलत गर्न नदिने अभिभावकको रूपमा हुन्छ। त्यसकारण हामीले प्रष्टसँगले भनेका छौँ, अभिभावकीय संस्थाको रूपमा राजा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। तपाईँहरूले आज यतिका मानिसहरू हुनुहुन्छ, तपाईँहरू कसैले अहिलेसम्म कोही मतदाताले मत दिने क्रममा आफ्नो प्रधानमन्त्रीलाई भोट दिन पाउनु भएको छैन। अहिलेको प्रधानमन्त्री तपाईँहरूले भोट दिएको प्रधानमन्त्री हो। कोही एमालेकै साथीहरू पनि हुनुहुन्छ भने भन्नुहोस् त, अहिले एमालेको पार्टी अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ, तर तपाईँले केपी ओलीलाई भोट दिएको हो भनेको एउटा सानो निर्वाचन क्षेत्रबाट चुनाव जितेर आउने प्रधानमन्त्री देशको प्रधानमन्त्री हुन नसक्ने रहेछ भन्ने कुरा हाम्रो अभ्यासले प्रमाणित भयो। आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरूलाई आफै सफा गरेर जान म आग्रह गर्छु।